स्वर्गीय बहादुर लिम्बुजीलाई आजको यो विस्तारित मञ्चका आसन ग्रहण लिँदै म अतिथि आसन गर्न जोड्न लागिरहेको छु। हार्दिक अनुरोध गर्दछु उपाध्यक्ष साथै महाराज जेठाले साकोसका सल्लाहकार हुनुहुन्छ नारायण प्रसाद विद्याजीले अतिथि आसन ग्रहण उपस्थित सम्पूर्ण हाम्रो महाराज जेठाले साकोसको निमन्त्रणालाई स्वीकार गरेर यहाँसम्म सम्पूर्णलाई यथास्थानमा आसन ग्रहण हार्दिक सहजीकरण गरिदिनु हुन महाराज जेठाले साकोसका व्यवस्थापक श्री मनोज अधिकारी हार्दिक धन्यवाद यमन मुसङज्यू। सबैजना नमस्कार। हाम्रो निमन्त्रणालाई मान्नु भएर विभिन्न तोर बस्तीबाट आउनुभएका आदरणीय शेर सचिवज्यूहरू, शुभचिन्तकज्यूहरू अनि महाराज जेठाले साकोसको टिम सायद यो विस्तारित मञ्च बैठक भन्ने चाहिँ पहिलोचोटि लिएर हामीले कार्यमार्गको प्राङ्गणमा आएका छौँ। हामीले सोचे अनुरूपै उपस्थित हुनुहुन्छ सबै टोलबाट आउनु भएको छ। धेरैजना शेयर सदस्यहरू बाहिर हुनुहुन्छ, काम व्यस्तताले एकै घरको 3-4 जना आउन सक्नुहुन्न। हामीले अपेक्षा गर्नु गरे अनुरूपै हो। हामी जम्मा 2 घन्टा कार्यक्रम गर्छौँ, तपाईँहरूलाई खाजा खुवाउँछौँ, हामी बिदा गर्छौँ र यो विस्तारित मञ्च बैठकका अध्यक्षज्यू यो हामीलाई भवन उपलब्ध गराएर सहयोग गर्नु हाम्रो शिक्षा हाम्रो युवा उपसमितिका सदस्य आदरणीय यस विद्यालयका टेकबहादुर लिम्बुज्यू, आदरणीय शिक्षा उपसमिति सदस्य चन्द्रबहादुर लिम्बुज्यू, निराजन अधिकारीज्यू लगायत सुन्दरा कृषि सहकारी संस्था लिमिटेडका नवनिर्वाचित अध्यक्ष चाहे तपाईँले सबैले सुन्नुभयो होला, सबैले देख्नु भएन। किन देख्नु भएन भने अस्ति साधारण सभा सबै जानु भएको छैन। अध्यक्ष देवीलाल लिम्बुज्यू र सुन्दरा साना किसानका हाम्रा कर्मचारी साथीहरू सबैलाई एकमुष्ट यो कार्यक्रममा स्वागत गरे। अब तपाईँले ऋणको भाका लगाउँदा चाहिँ उहाँले नगाउनु पर्ने मलाई मैले नगाएर उहाँलाई कसरी असर गर्छ? हजारजना त संस्थाले उहाँलाई उठाउँछ, तपाईँलाई चाहिँ के असर गर्छ? असर त भएन नि त। सोझो रूपमा देखिन त के असर हुन्छ? हुँदैन। तर के भन्छ भने अहिले नेपाल सरकारले योचोटि कानुनले अहिले के भन्यो भने असल ऋण तपाईँले मानिलिनु 10,000 रुपियाँ तपाईँले ऋण चलाउनु भयो भने कर्जा सुरक्षा कोष भन्छ। यदि भाका लगाउनु भएको छैन भने रु 100 रुपियाँ छुट्याउनु पर्छ, 1%। असल ऋणको 1%, 100 रुपियाँ खर्च लेख्नुपर्छ। कर्जा सुरक्षा कोष खर्च लेख्नु पर्यो। यदि 3 महिनासम्म भाका लगाउनु भयो यही 10,000 भने 25% खर्च लेख्नु पर्यो, 2500। अब यदि 6 महिनादेखि 1 वर्षसम्म भाका लाग्यो भने 50% खर्च लेख्नु पर्यो, 5,000। ऋण चलाएको त 10,000 मात्रै हो नि त एउटा व्यक्तिले। कसको पैसा जाँदैछ? तपाईँ हामी सबैको खर्च जाँदैछ नि त। बोनस पाउने रकम कहाँ जाँदैछ? कोषमा जाँदैछ, खर्चमा जाँदैछ। अब 1 वर्षमा बढी भाका लगायो यही 10,000 भने 100% 10,000 को 10,000 रुपियाँ कर्जा सुरक्षा कोषमा जम्मा गर्नुपर्छ। यो जम्मा नगरी नाफा बाड्यो भने सञ्चालक र व्यवस्थापकले दामलाई पैसा तिर्नुपर्छ। त्यसकारण ए भन्ने व्यक्ति हजाना पर्यो भने डी भन्ने सदस्यलाई असर गर्ने कि गरेन? गरेन ल भन्नुहोस् त, गरेन है। एउटा असल व्यक्तिले ऋण तिरिराखेको छ, नियमित बचत तिरिरहेछ, ब्याज तिरिरहेछ। तर एउटा खराब व्यक्तिले यो 10,000 मात्रै उसले 1 वर्ष तिरेर हामीले 10,000 रुपियाँ नाफा गर्ने पैसा के हो? खर्च लेख्नु पर्यो। अनि नाफा कम भएपछि के हो? आफूलाई पाउने बोनस पनि कम हो नि त, अनि घाटा हो कि भएन? यो हामी शेयर सदस्यले जान्ने कुरा हो। अब अहिले यो के गर्दा पहिला आलेकाले थियो भाका लागेको ऋण 1 करोड थियो भने ल
ल 5 लाख रुपियाँ राखौँ न भन्दै राखेको हुन्थ्यो। अहिले अडिटरले अब नमान्ने भन्यो। अडिटको अहिले नेपाल सरकारले चाहिँ यो हेर्ने भयो, यो छुट्याएको छ कि छैन ऋणमा, असल ऋणको 1% छुट्याएको छ कि छैन। मानिलिउँ 1 करोड ऋणमध्ये 20 लाख ऋण चाहिँ असल छ भने 20 लाखको 1% छुट्याएको छ कि छैन। अब 30 लाख रुपियाँ चाहिँ 3 महिनामा मुनि ढाकेका छन्, त्यसको 25% छुट्याएको छ कि छैन, यो हेर्ने भयो। त्यो पनि अनलाइनमा। यसरी चाहिँ छुट्याउनु पर्दाखेरि के भयो भन्दा हामी गलत ऋणीको कारणबाट असल ऋण कारोबार गरिराख्ने सेयर सदस्यहरूमा पनि असर भयो। यो कारणबाट हामी के गर्नु पर्यो भन्दाखेरि ऋणी सदस्यहरू पनि सजग हुनु पर्यो। एउटा व्यक्तिले ऋण तिरेन भने अर्को राम्रो सदस्यलाई असर गर्छ, अझ उसले ऋणै खाएको छैन अर्को व्यक्तिले भने उसलाई पनि असर गर्यो नि त, बोनस पाउने कुरामा असर गर्यो। यो कुराले गर्दाखेरि हामी सचेत हुनु पर्यो। आफूले खाएको ऋण भाका लगाउनु भएन, सही सदुपयोग गर्नु पर्यो। जे शीर्षकमा आफूले ऋण लिएको हो त्यही शीर्षकमा प्रयोग गर्नु पर्यो, अन्य आमदामी हुन्छ। अब अर्को एउटा समस्या आयो। अहिले के भन्यो भन्दाखेरि अब हामीले यति बेला कति महिना किस्ता दिएको थियौँ भन्नुहोस् त, किस्ता कति महिना थियो? कति खुसी थियो है, 6 महिनामा सस्ता फर्किँदा भएको थियो ऋण लगेर। अब 3 महिनामा ऋणको किस्ता बुझाउनु पर्छ। अब 6 महिना पाइएन, कम्प्युटरमा सेटै गर्न नदिने। 3 महिनाको मात्रै यति बेर भाका के अरे ऋण लगानी गरेको एउटा कुरा रह्यो, त्यसलाई कसरी ट्र्याक गर्ने भने हामी सोच्दैछौँ। साउन 1 गतेदेखि माओवादी देखालेमा 3 महिनाको मात्रै किस्ताको सेट हुन्छ। पहिलो किस्ता 3 महिनामा बुझाउनु पर्यो। पहिला कति महिना थियो? 6 महिना। त्यति मात्रै न, अब मासिक रूपमा ब्याज तिर्नु पर्यो। त्यसलाई त असल भन्छ। यस्तो झमेलामा फस्यो। हेर्नुहोस् है, हामी किन तपाईँहरूसँग आज नजिकै रहेर गर्ने आइरहेको छौँ भन्दाखेरि यस्ता जटिल कानुनहरू आयो। तपाईँलाई एकैचोटि साउन नगरेर 3 महिनाको किस्ता तिर भन्दा तपाईँले मान्नुहुन्छ? अप्ठ्यारो छ नि त, मान्नुहुन्न। ब्याज तिर्नुहोस् है महिने पछि भनेर तपाईँलाई भन्दाखेरि मान्नुहुन्न, तर कुरो बुझाउनु पर्यो भने हामी कुरो बुझाउन तपाईँको घर आँगनमा आएको। यसरी मासिक रूपमा ब्याज तिर्नुपर्ने, त्रैमासिक रूपमा किस्ता बुझाउनु पर्ने बाध्यता आयो अहिले। अब तपाईँलाई थाहा छ मासिक रूपमा ब्याज बुझायो भने माओवादी अहिले कति पर्सेन्ट छुट गरिरहेछ भन्नु त? मासिक ब्याज बुझायो भने कति पर्सेन्ट छ? ल ऋणको ब्याज कति छ भन्नु त? कति छ? 14। तपाईँको बचतमा महिने पछि गरेको बचतमा ब्याज कति छ? 9%। केरालाई गाउँपालिका सबैभन्दा बढी बचतको ब्याज दर हाम्रो 9%। कसैले पनि तपाईँले जम्मा गर्नुभएको बचतमा 9% दिँदैन। 9% भनेको कति? 1 लाखको वर्षमा 9,000। बुझ्नु भने होइन? 9%। अब अहिलेसम्म हामीले के गरेको थियो भन्दा माओवादी देखाले साथको चाहिँ तपाईँले नियमित रूपमा ब्याज बुझाउनु भने पाकेको ब्याजमा 3% दिन्छौँ हामी छुट। मानिलिउँ 100 रुपियाँ ब्याज पाएका छन्, 3% कति? 3 रुपियाँ छुट भयो, 97 रुपियाँ मात्रै। तपाईँले मासिक किस्ता र ब्याज बुझाउँदा 5% छुट गरेको थियो योभन्दा अगाडि। अब हामी साधारण सभामा मासिक रूपमा तपाईँले ब्याज तिर्नुभयो भने हामी पक्कै पनि छुटको पर्सेन्ट बढाउँछौँ। किन तपाईँले तिर्ने पनि बाध्यता भएपछि तपाईँलाई पनि त सब्सिडी दिनु पर्यो नि त, काहीँ न काहीँ एउटा साबुन किन्ने पैसा त दिनु पर्यो नि त, छुट परेन? नभए त गाह्रो भयो नि त। एकैचोटि कानुन आइलागेको चिज मान्नै पर्यो, मान्दिनँ भन्न पाइएन, के गर्नु? उपाय के छ? म छोटोमा यो आजको कार्यक्रमलाई आफ्नो 2 शब्द राखिदिनको लागि म सल्लाहकार समितिका सदस्य पालसिंह लिम्बुजीलाई 3 पटक आफ्नो 2 शब्द राखिदिन मन आउँदैछ। अहिले मैले भन्न खोजेको चाहिँ के भने यो अहिले जति पनि यो
कानुनीमा यो समितिले यो हामीले बुझेअनुसार चाहिँ यो जेफाले महाराज जेफालेको सहकारी सञ्चालन समितिले उहाँले बनाएको नियम नीति हो भन्ने कुरा कतिले कन्फ्युज हुन सक्छ। उहाँले यस्तो टाइट बनाइदिनु भयो भन्ने कतिले त्यस्तो लाग्न सक्छ। यो चाहिँ नेपाल सरकारबाटै यो सबै नीति नियम बनिरहेको हो। यो चाहिँ हामी कन्फ्युज हुँदैन, बुझिदिनु पर्यो। यो समितिले यस्तो टाइट बनाइदिनु भयो। यो अब यो सदस्य बन्न पनि गाह्रो हुने भयो। यो कति दिनहरू चाहिँ कति हजारजना लाग्ने यो सबै। अनि समितिमा बस्दा पनि ऋण राम्रो चलाउन नपाइने, अनि 1,90,000 मात्रै चलाउन पाइने भने यो समितिले बनाएको पनि नेपाल सरकारबाटै यो चाहिँ नीति नियम बनिरहेको हुनाले यहाँले कन्फ्युज नभइदिनु होला। यो नेपाल सरकारबाटै बनेको हुनाले यो आउने दिनहरूमा चाहिँ यहाँहरू सबै सदस्यहरू गम्भीर भएर यसमा चाहिँ हामी चाहिँ सहभागी भएर यसले पालन गरेर आउने दिनहरूमा हामीले ऋण लिँदा पनि हामीले समयमा भाकामा लिएर हामीले जुन शीर्षकमा हामीले उद्देश्यमा हामीले ऋण लिएका छौँ त्यो अनुसारको हामीले व्यवसाय चलाएर हामीले इमान्दारी आजको कार्यक्रम अनुसार इमान्दारी रूपमा हामीले ऋण चलाएर हामीले चाहिँ आउने दिनहरूमा हाम्रो सहकारीले फलको फुलको वृद्धि गराउँदै जाउँ भन्ने म चाहिँ यहाँलाई म राख्न चाहन्छु भन्दै यति 2 शब्द यहाँ राख्न चाहन्छु। नमस्कार। राम्रो कुरा गर्नुभयो। ऋण चलाऊ, समयमा तिरौँ, ऋण चलाऊ, नियममा तिरौँ, समस्या छैन कि यो टाउको दुखाइ छैन। म छुट्टोमा यो कार्यक्रमलाई आफ्नो सम्बोधन राखिदिनको लागि म सुन्दारा साना किसान कृषि सहकारी संस्था लिमिटेडका नवनिर्वाचित सदस्य देवीलाल लिम्बुजीलाई म धन्यवाद। कार्यक्रम सञ्चालक महाभारत जेफाले साकोसका व्यवस्थापक आदरणीय दाइ मनोज ढङ्गालज्यू, यस कार्यक्रमका अध्यक्षज्यू, उपस्थित सम्पूर्ण सेयर सदस्यज्यूहरू, यहाँ सबैजनालाई मेरो व्यक्तिगत तर्फबाट र सुन्दारा साना किसान कृषि सहकारी संस्थाको तर्फबाट हार्दिक नमस्कार अभिवादन व्यक्त गर्न चाहन्छु। विशेष गरी यो तेस्रो विस्तारित मञ्च बैठक सहित यो सचेतनामूलक कार्यक्रम यो फाइबा गाउँमा महाभारत जेफाले साकोस परिवारले यहाँ ल्याउनु भएकोमा म विशेष गरी हार्दिक यो महाभारत जेफाले साकोस परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यो अघि पनि हाम्रो पाल्सी मामाले भनिसक्नुभयो, यो नीति नियम भनेको सञ्चालक समितिले मात्रै बनाएर बनिने होइन। यो नीति नियम नेपाल सरकारले माथिबाटै निर्देशन दिएर स्थानीय तह मार्फत पनि माथिल्लो सरकार सङ्घीय सरकार मार्फत पनि यो नीति नियम बनाएर आउँछ। त्यो नीति नियमलाई टेकेर सहकारी संस्थाहरूले आफ्नो सहकारीहरू सञ्चालन गर्नुपर्ने हुन्छ। त्यसो भएको हुनाले सम्पूर्ण सेयर सदस्यहरू हामी आफै सचेत बनेर जुन उद्देश्यमा हामीले ऋण ल्याएका छौँ त्यो उद्देश्यमा लगानी गरौँ र बेलैमा भाका ननागिकन व्यवस्था तिर्ने गरेको हामी त्यसलाई बन्दोबस्त गर्ने र किस्ता समयमा तिर्ने गरी गरौँ। विशेष गरी यो कार्यक्रम सफलतापूर्वक सौहार्दपूर्ण ढङ्गले सम्पन्न भएको छ। मलाई खुसी लागेको छ। यो कार्यक्रमले हामी सहकारी कर्मीहरू पनि हामीले पनि सिक्ने अवसर पाएका छौँ। म पनि सिक्ने क्रममै छु। महाभारत जेफाले साकोसमा मैले पनि निकै वर्ष काम गरेँ, पदाधिकारीसम्म सहसचिवसम्म काम गरेँ। त्यसले गर्दाखेरि हामी सबै उत्पादनमा लागु र सहकारीबाट लिएको ऋणलाई चाहिँ समयमा तिर्ने गरेको हामीले अगाडि बढाउँ भन्दै यो कार्यक्रम जुन तपाईँले महाभारत जेफाले साकोस परिवारले यो सचेतनामूलक कार्यक्रम लिएर आउनुभयो त्यसको निम्ति फेरि पनि हार्दिक धन्यवाद दिँदै मेरो
छोटो भनाइ यही अन्त्य गर्न चाहन्छु। धन्यवाद। त्यो विद्यालयको यो कोठा हामीलाई उपलब्ध गराउनु भएकोमा विशेष यो विद्यालय परिवारलाई धन्यवाद दिन्छु। आगामी दिनमा पनि यस्तै कार्यक्रमहरू लिएर तपाईँहरूको घरसँग टाढा दुःख नदिए यही तिमीहरूको बिराले दुःख दिएको भए गाह्रो हुन्थ्यो, तर यहाँसम्म आएर आज एक दिन हाम्रो काम बिते पनि धेरै ज्ञान हाम्रो आफ्नै टिम लिएर आएको छौँ र सम्पूर्ण हाम्रो चाहिँ सञ्चालक समितिको जोहरू त्यस पछाडिबाट कर्मचारी यो विद्यालय परिवार अनि एकपृष्ठ तपाईँहरू सबैलाई म हार्दिक धन्यवाद दिँदै यो तेस्रो विस्तारित मञ्चको बैठक अन्त्य गर्नको लागि म आजका सभाध्यक्ष श्री युकेबहादुर लिम्बुज्यूलाई अनुरोध गर्दै म पनि बिदा हुन चाहन्छु। हस्त नमस्कार। अब धेरै कुरो उहाँले बताए, हाम्रो व्यवस्थापकले बताए दिन यसरी खाँदाखेरि यस्तो हुने यस्तो खाँदा यो हामीले गरेको होइन। विशेष गरेर चाहिँ किन नेपाल सरकारले पनि यस्तो गरेको भने यो ठुल्ठुलो सहकारीहरूमा चाहिँ यो मिलेर खाएर पछि भागेपछि अहिले कति पक्राउ खाँदैछ, कति पक्राउ खाए, कति भागेका छन्। त्यसले गर्दा नेपाल सरकारले पनि यहाँ पनि हाम्रो सहकारीलाई पनि टाइट गरेको, हामीहरूले गरेको होइन। यो किन यिनीहरूले चाहिँ यो समिति बनेर यिनीहरूले चाहिँ हामीहरूलाई यस्तो गर्यो भनेर भन्नुहुन्छ होला, त्यो होइन, हामीले गरेको होइन। नेपाल सरकारबाटै यो पत्र आएको, त्यसले गर्दा यस्तो गरेको। दिन खाँदाखेरि भाका ढाङ्ग्यो भने अब कालो सूचीमा परिन्छ, त्यसले गर्दा कालो सूचीमा नपर्ने भाका ढाङ्ग्नुभन्दा अगाडि भन्दै आजको हाम्रो यो बेला यस्तो गर्मी ठाउँमा दुःख पाउनुभयो र यसरी बसिदिनुभयो। धेरै धेरै तपाईँलाई धन्यवाद दिँदै म आजको यो तेस्रो विस्तारित मञ्चमा उपस्थित हुनुभएका सम्पूर्णलाई हार्दिक नमस्कार गर्दै आजको यो अन्तर्क्रिया कार्यक्रमलाई अन्त्य गर्दै म बिदा हुन चाहे। धन्यवाद।